2081 साल मङ्सिर 16 अर्थात् उपनिर्वाचनको दिन आज देशैभरि उपनिर्वाचन हुँदैछ। यसै क्रममा डाकनेश्वरी नगरपालिकामा पनि उपनिर्वाचन हुँदैछ। सप्तरीको डाकनेश्वरी नगरपालिका वाडा नम्बर 4 स्थित राप्राबी भुतहीमा मतदाताहरूको उत्साहजनक उपस्थितिको दृश्य यहाँहरूलाई अहिले देखाइरहेका छौँ। यो डाकनेश्वरी 4 राप्राबी भुतहीको प्राङ्गणमा मतदाताहरूको उत्साहजनक उपस्थिति र यहाँ हेर्न सक्नुहुन्छ यहाँहरू कतिको भिड लागेको छ। उपनिर्वाचनको क्रममा डाकनेश्वरी नगरपालिकाको कबिलासा, बलाटी र भुतही 3 ठाउँमा निर्वाचन हुँदैछ। 3वटा मतदान स्थलमा निर्वाचन भइरहेको स्थिति छ। अहिले यो ग्राउन्डमा भुतहीको राप्राबीको ग्राउन्डमा यहाँ विभिन्न पार्टीका नेताहरू, मतदाताहरू सबै उभिएका छन्, निर्वाचनलाई नियालिरहेका छन् र यो दृश्य खिच्ने क्रममा म पनि सहभागी छु। यहाँहरूलाई यो भिडियो देखाइराखेको छु। हामी उपनिर्वाचनका रमणीय क्षणहरू यहाँमा लिएर आएका छौँ। उपनिर्वाचनको रिपोर्टिङको क्रममा अहिले हामी डाकनेश्वरी नगरपालिकाको वाडा नम्बर 4 मा छौँ र वाडा नम्बर 4 स्थित यहाँ मतदान केन्द्र, मतदान स्थलको अगाडि जुन मतदाताहरूको बाक्लो उपस्थिति छ त्यही देखाइराखेका छौँ। डाकनेश्वरी नगरपालिका वाडा नम्बर 1 मा जम्मा 1549 मतदाता रहेका छन् भने वाडा नम्बर 4 मा 1319, दुवै वाडा गरी 3942 मतदाता रहेको छ। यस मतदानमा 3942 मतदाताले भाग लिएका छन्। वाडा नम्बर 1 र वाडा नम्बर 4 गरी 3 मतदान स्थलमा जम्मा 5वटा मतदान केन्द्र तोकिएको छ र सुरक्षाका लागि 500 सुरक्षाकर्मी परिचालन गरिएको छ, खास गरी मतदान केन्द्र र मतदान स्थलहरूमा। त्यसमा भन्नुपर्दा करिब 350 जना नेपाल प्रहरी र 150 जना सशस्त्र प्रहरी सुरक्षामा खटिएका छन् भने घुम्ती टोलीहरू आउने जाने क्रम पनि जारी रहेको छ। सप्तरीको डाकनेश्वरीमा उत्साहजनक मतदाताको सहभागिता भने देखिएको छ। यहाँ वाडा नम्बर 1 र वाडा नम्बर 4 मा भइरहेको मतदानमा मतदाताको उत्साहजनक सहभागितासँगै सुरक्षा व्यवस्था र खास गरी भन्नुपर्दा अहिले खेतीको बेला पनि मतदाताहरू धान भित्राउने बेला पनि आफ्नो काम छोडेर उत्साहजनक रूपमा मतदानमा सहभागी भएको देखिएको छ। डाकनेश्वरीमा भइरहेको यस उपनिर्वाचनका क्रममा खिचिएका विभिन्न भिडियोहरू यहाँहरूलाई देखाइराखेका छौँ, किनभने अब आम निर्वाचनको यस्तो अवसर मात्र हामीले 2084 सालमा प्राप्त गर्नेछौँ